छैन। ऋतु दराई पहिलो स्पोर्ट किक लिनेछन् यहाँ केवाइसी को लागि र यो गोल हुन सकेन, त्यहाँ स्कोर निकाल्न सकेन। आयुषा चौधरी पहिलो स्पोर्ट किक यहाँ ज्यामिरे को लागि। आयुषा चौधरी टिम कप्तान हुने ज्यामिरे युवा क्लब पहिलो गोल गर्न सफल भएका थिए खेल अवधिभरिमा र यो सेभ गरिदिएका छन्। सुन्दर सेभ आरथी टिम कप्तान आरथी तामाङ। राम्रो जजमेन्ट त्यहाँ। जर्सी नम्बर 14 सोनु गोले उनी गोल रक्षक थिए पहिलो हाफमा र पहिलो हाफमा त्यो गोल कन्सिड पनि गरेका थिए। नट मेक गोल गर्न पुगेका थिए आयुषा। सोनु गोले कञ्चन बस्तीको लागि। सोनु र यो गोल रहेको छ, पहिलो गोल कञ्चन बस्तीको लागि। ऋतुको गोल थिएन त्यहाँ पहिलो गोल, पहिलो त्यो स्पोर्ट किक भने यो दोस्रो स्पोर्ट किक रहेको थियो कञ्चन बस्तीको लागि। सोनु गोलेले यो स्कोर निकाल्न सफल भएको छ। आरथी उनलाई फेस गर्नेछन् जर्सी नम्बर 11 नबिना तामाङ। नबिना तामाङ यो गोल गर्न सकेनन् उनी यहाँ। नबिना कञ्चन बस्तीको लागि अब जर्सी नम्बर 17 मुस्कान सुनार। खेल अवधिमा निकै नै सुन्दर खेल प्रदर्शन गरेका उनी। मुस्कान सुनार र मुस्कान सुनारको यो बललाई गोलरक्षक इजी कलेक्ट गरिदिए। रुस्मा चौधरी ब्लक गरिदिए। एन्जल गुरुङ तेस्रो स्पोर्ट किक रहनेको लागि। एन्जल डाइरेक्ट टु गोल रक्षक त्यहाँ आरथी यो मौकालाई सदुपयोग गर्न सकेनन्। स्टिल एक गोलको अग्रता आरथी तामाङ आफै लिनेछन् यो स्पोर्ट किक। टिम कप्तान पनि हुनुहुने आरथी र यो गोल आरथी तामाङको गोल। रुस्मा चौधरी जजमेन्ट राम्रो थियो तर त्यो बललाई कलेक्ट गर्न भने सकेनन्। आरती फेस गर्नेछन् अब यो चौथो स्पोर्ट किकको लागि। अंकिता चौधरी अंकिता र यो गोल पहिलो गोल अंकिता। कञ्चन बस्तीको लागि अनुषा दराई।
यो निर्णायक बल बन्न सक्छ। र यहाँ यो कलेक्ट गरिदिए, ब्लक गरिदिए रुस्मा चौधरी। स्टिल एक गोलको अग्रता रहेको छ कञ्चन बस्ती। आरथी अब यदि यो बललाई ब्लक गर्न सकेमा कञ्चन बस्ती यो मैत्रीपूर्ण खेलको विजेता बन्नेछ। रश्मि आले यो अन्तिम स्पोर्ट किक प्रहार गर्नेछन् यहाँ ज्यामिर युवा क्लबको लागि। यदि यो बललाई गोलमा परिणत गराउन सकेन भने हार बेहोर्नु पर्नेछ ज्यामिरीले। रश्मि र अब यो बचाउसँगै